ए ठुलबा नमस्ते। नमस्ते नानी नमस्ते। नानी त कत्रि भइछे आमा मध्ये यति छोडेर गए एक्लै देखा भए त नानीलाई त नचिन्ने पो रहेछु मैले है। हजुर ठुलबा हुन्छ ठुलबा म जान्छु है। मम्मी उता भित्रै हुनुहुन्छ भित्र जानु न। ओहो दाई आउनुभएछ। नमस्ते दाई। नमस्ते नानी नमस्ते। अनि ढिलो आउनुभयो त दाई। यति ढिलो आउनुभयो? जाम भयो गाडी अनि त्यस्तै भयो नानी ढिलै भयो गाडीले। बस्नु न दाई बस्नु। ओ के छ दाई अनि हाल खबर? डगे लागिरहेको नानी एकदम डगे लागिरहेको। दाई चिया चिया। नानी पनि खाउनु त। मलाई नि म नि खान्छु। हजुर दाई आज यतै बसौँ है। यत्रो वर्षमा आउनु भएको छ। यत्रो छोरी थियो मेरो छोडेर जानुभएको तपाईँ। होइन नानी म यता बस्दिनँ आज। आज मेरो एकदम अर्जेन्ट काम छ मिटिङ छ जानु छ। म कुनै दिन आउँछु। मलाई नि बस्नु मन त लागिरहेको थियो। मलाई आज चाहिँ जानै पर्छ नानी। ए नमस्ते ठुलबाबा। नमस्ते। भर्खर आउनु भएको? भर्खर हो नानी। के पढिरहेको? हजुर ठुलबाबा पढिरहेको। राम्रोसँग पढ्नुपर्छ है। एकदम राम्रो छ तिम्रो पढाइ। राम्रोसँग पढ्नु। तिम्रो कपाल त कस्तो राम्रो सिल्की परेको। चम्पको होला है कस्तरी छोएको। दाई नमस्ते। नमस्ते। बल्ल चाँडै आउनु भयो है दाई। आमामा यत्रो वर्षपछि चाहिँ अस्ति आउनु भएको ल आज ल बस्नु न दाई बस्नु ल। दाई आज यतै बस्नुपर्छ है हजुर। अब बस्नु त फुर्सद त थिएन नानीले भनिहाल्यो। ल आज म यतै बस्छु। ल दाई ल म अनि आइहाल्छ नि मेरो दाई। नकराई नचैन कुरा नगर छोरी हो अनि माया गरे होला नि। जेमा नि नेगेटिभ सोच गर्छ फुलवालाई अनेक थरी भन्छ। जा जा नकरा पढेर बस। मम्मीलाई भन्दिछु मलाई त यस्तो छ भन्ने थाहा थियो। तैँले भनिस् भने चुप चुप भनिस् भने तेरो मम्मी तपाईँको दाइ छ नि अस्ति 2-3 चोटि आउनु भइसक्यो नि। के गर्यो त्यसले? के गर्यो? त्यो सुतिरहेको थिएँ यहीँनिर दिउँसो मलाई यसो गरेर छुनाएको मम्मी। सुनाएको होइन होला। मलाई साँच्चीकैको यसरी छुनाएको। अनि मैले तँलाई मम्मीलाई भनिदिन्छु भनेको। मलाई यस्तो गरेर घाँटीमा हात राखेर तँलाई मारिदिन्छु तैँले भनिस् भने भनेर भनेको छ मम्मी। मलाई कस्तो डर लागिरहेको छ मम्मी। के गर्ने? कस्तो कुरा गर्छ? होइन के तिमी सानै थियौ माया गरेको होला। मलाई मारिदिन्छु भनेको त होइन होला तिमीले बढी कुरा बोल्यौ होला। त्यस्तो मार्छु नि भन्छ त त्यो दाइले त्यो आफ्नै दाइले उसलाई भनेको चुलाएर सुत्नु जान्न नजाने कुरा नगर त। जा मेरो आफ्नै जन्मदिन दाइ हो। दाइले त्यस्तो गर्न सक्छ कहिले? बाहिर मान्छेले सुन्यो भने के हुन्छ? तिम्रो इज्जत जाँदैन मेरो इज्जत जाँदैन बाबुको इज्जत जाँदैन। इज्जतको पनि अलिक ख्याल राख। यो दुनियाँलाई भन्दै इङ्ग्लिस इज्जतको ख्याल गर है।